Farewell program. For Class 10, Sri Krishna Boarding School, BKMO 1 Salient. हुन गइरहेको फेयरवेल प्रोग्राममा उपस्थित हुनुभएका सभाध्यक्ष सभापति महोदय है तथा सहकर्मी शिक्षक शिक्षिका लगायत कक्षा 10 का प्यारा प्यारा भाइ बहिनीहरू र कक्षा 9 है जो चाहिँ फेयरवेल प्रोग्रामको आयोजकको रूपमा रहेको छ म र मेरो तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमन है। आज यस विदाई कार्यक्रममा सञ्चालन गर्नको लागि मैले भाइ बहिनीहरू अप्सना पुन र बालकृष्णलाई माइक्रोफोन हस्तान्तरण गर्न चाहे। धन्यवाद सर। कुनै पनि कार्यक्रमलाई अगाडि बढाउनको लागि सभाध्यक्षको अनुमति चाहने भएकाले सभाध्यक्षबाट अनुमति माग्छु। आज यस कार्यक्रमलाई सञ्चालन गर्न सुनौलो अवसर प्राप्त गरेकोमा हामीले आफूलाई आभार व्यक्त गर्न चाहन्छौँ। आज मिति 2081 साल फागुन 23 गते हुन गइरहेको 10औं ब्याचको विदाई कार्यक्रममा यहाँ उपस्थित हुनुभएका विद्यालयका प्रबन्धन प्रमुख अतिथि सभाध्यक्ष विशिष्ट अतिथि शिक्षक शिक्षिका अभिभावकगण तथा सम्पूर्ण दाजु दिदी भाइहरूलाई मेरो तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमन।
कुनै पनि कार्यक्रमलाई सभ्य र भव्य रूपमा सञ्चालन गर्नका लागि सभाध्यक्षको आवश्यकता पर्ने भएकाले सभाध्यक्षको रूपमा आसन ग्रहण गरिदिन हुनका लागि यस विद्यालयका प्रधानाध्यापक श्रीमान बादल थुलुङ राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रम वा आसन ग्रहण कार्यलाई अगाडि बढाउन उहाँको अनुमति चाहन्छु। धन्यवाद। बिदा गर्न भेला भएका छौँ।
यस्तो लाग्छ हिजो मात्र तपाईँहरू विद्यालय भर्ना भएर ज्ञानको यात्रा सुरु गर्नुभएको थियो, तर आज तपाईँहरू नयाँ अध्ययनको सुरुवात गर्न अघि बढ्दै हुनुहुन्छ। विद्यालयको यात्रा सकियो छ भन्ने होइन, यो त केवल सुरुवात मात्रै हो। अब तपाईँहरू उच्च अध्ययनतर्फ अगाडि बढ्दै हुनुहुन्छ, जहाँ नयाँ अवसर र चुनौतीहरू तपाईँको प्रतीक्षा गरिरहेका छन्। सफलता केवल राम्रो अङ्क ल्याउनु वा ठुलो जागिरी खानु मात्र होइन। सफलता भनेको आफ्नो लक्ष्य पहिचान गरी त्यसलाई हासिल गर्नु हो। सफलताहरूको सामना गर्नुपर्छ, तर याद राख्नुहोस्, असफलता भनेको अन्तिम गन्तव्य होइन, एउटा सफलता प्राप्त गर्न खुट्किलो मात्रै हो। कहिले हार नमान्नुहोस्, शिक्षा नै तपाईँको सबैभन्दा ठुलो हतियार हो। तपाईँहरू नयाँ अवसर प्रदान गर्छन्, सही निर्माण लिन मद्दत गर्छ। विद्यालयमा सिकेका मूल्य मान्यताहरू कहिल्यै नबिर्सिनुहोस्। कडा मेहनत, इमान्दारिता। आज तपाईँहरू यात्रा नयाँ बाटोतर्फ अगाडि बढ्दैछ। हामीलाई विश्वास छ कि तपाईँहरू सबै आफ्नो क्षेत्रमा चम्किनुहुन्छ। कक्षा 10 का विद्यार्थीलाई धेरै धेरै बधाई। सपना देख्नुहोस्, अगाडि बढ्नुहोस्। हजुरहरूको भविष्य उज्जवल रहोस्। धन्यवाद। So I am going to read what is written in this banner here. So goodbyes are not the ends, they mark new beginnings. Go, sign and make us proud. Farewell program 2081 for class 10, 10th AC batch. Sri Krishna Boarding School, Bangar Kubinde 1, Devastal Salyan. Organizer, school family and the student of grade 9. विद्यालय प्रबन्धक श्री
दिपेन्द्र बहादुर विष्ट सर जो सङ्घर्षशील र यस विद्यालयका हुनाल फाउन्डरको रूपमा प्रस्तुत हुनुभएको सरलाई म आफ्नो मन्तव्य राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्छु। कक्षा 9का कक्षा शिक्षक दीपक राणा मगरज्यू, यसै गरी यो कार्यक्रम सञ्चालन गर्न गइरहेका दुवै अप्सन र बालकृष्ण विशीलाई आज 2081 फागुनको 23 गते शुक्रबार र बिदाई कार्यक्रम पनि। सर्वप्रथम त यस कार्यक्रमका सभाध्यक्षज्यू, अतिथिज्यू, अभिभावकज्यूहरू र बिदाई हुन गइरहेका कक्षा 10का यसै विद्यालयका विद्यार्थी भाइ बहिनीहरू र यो कार्यक्रमलाई सुसज्जित पार्ने, मर्यादित बनाउने, मनोरञ्जन दिनको लागि के कार्यक्रम तय गर्ने कक्षा 10का भाइ बहिनीहरू सम्पूर्णलाई मेरो व्यक्तिगत तर्फबाट नमनका साथै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। जीवन बदल्ने शक्ति हो। शिक्षा केवल ज्ञान मात्र होइन, जीवन बदल्ने शक्ति हो। सर्टिफिकेट आर्जन गर्नु मात्र ठुलो सफलता होइन, आफू र समाज बदल्नु महानता हो। सर्टिफिकेट आर्जन गर्नु मात्र ठुलो सफलता होइन, आफू र समाज बदल्नु महानता हो। भाइ बहिनीहरू, तपाईँलाई यो मैले सानो प्रेरणामूलक अथवा तपाईँलाई ज्ञानवर्धक र तपाईँ सफलताको लागि यो जुन मैले दुईटा शब्दहरू वाचन गरेँ, यी शब्दबाट मैले यहाँलाई चाहिँ सुरु गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, शिक्षक शिक्षिकाज्यूहरू, यहाँहरूले आफ्नो क्षेत्रमा यो उद्देश्य पुरा गर्नको लागि यो स्कुलमा आएर आफ्नो कार्यक्रम अगाडि बढाउँदै गर्दा जे जति जान्नुभयो, जे जति सिक्नुभयो, जे जति गर्नुभयो, त्यो सबै यहाँहरूको चाहिँ त्याग तपस्यालाई मैले यो स्कुलको संस्थापकको तर्फबाट मैले धन्यवाद दिन चाहन्छु र उपस्थित अभिभावकलाई मैले स्वागत पनि गर्न चाहन्छु। आज यो 2081 सालको 23 गते, यो के अरे फागुन 23 गते कक्षा 10 को लागि अविस्मरणीय क्षण चाहिँ हो। विद्यालयको लागि पनि एउटा महत्त्वपूर्ण दिन हो। हाम्रो विद्यालयमा यहाँहरूलाई उपस्थित गराउँदै गर्दा, यहाँहरूलाई प्रवेश गराउँदै गर्दा अभिभावकहरूलाई लाग्यो होला कुन यहाँ वरपर रहेका विद्यालयहरू धेरै छन्, ती विद्यालयहरूमध्ये कुन विद्यालयमा भर्ना गर्दा मेरो बाबुको भविष्य उज्जवल रहन्छ, धेरै ज्ञान सिक्छ, धेरै के अरे कुरामा ऊ सफलता प्राप्त गर्न सक्छ भन्ने पक्कै पनि सपना देख्नु भएको थियो होला, जसको फलस्वरूप ती बच्चालाई यहाँ ल्याएर हामीले आजसम्म हाम्रा सरहरूले, स्कुलले, मैले जानेका सिपहरू उहाँलाई सिकाएर आज एउटा राम्रो नागरिकको रूपमा तयार गर्ने उद्देश्यका साथ हामी उहाँलाई आज बिदाई गर्दैछौँ। यो बिदाईको क्षणमा कतिपयलाई अलिकति समय अलिक पछि गइदिएको भए पनि हुन्थ्यो, अझै यो समय नआइदिएको भए पनि हुन्थ्यो भन्ने चाहिँ लाग्यो होला। र कतिपयलाई आफ्ना सपनाहरू पुरा गर्नको लागि योभन्दा अझ राम्रो ठाउँमा जान पाए हुन्थ्यो भन्ने लाग्यो होला। र यहाँहरूका सपनाहरूलाई हामी पुरा गर्नेछौँ। यहाँहरू जसरी यो विद्यालयमा जोडिनु भएको छ, यो क्षेत्रकै अग्रणी भूमिका निर्वाह गरेको अव्वल साबित भएको यो श्री कृष्ण बोर्डिङ स्कुलमा यहाँहरूले बच्चा बच्चीलाई भर्ना गराइदिएर चिन्ने र चिनाउने जुन एउटा अवसर दिनुभयो, त्यो अवसर प्रदान गर्ने, बच्चा बच्चीलाई फकाइफलाई यो स्कुलसम्म जोड दिने अभिभावकहरूलाई पनि म नमन गर्न चाहन्छु, स्वागत गर्न चाहन्छु। र यहाँहरूको जुन एउटा यो स्कुललाई आफ्नो बच्चा दिएर
जुन एउटा महत्त्वपूर्ण भूमिका निर्वाह चाहिँ गरिदिनु भयो, अभिभावकले गर्नुपर्ने भूमिका जुन निर्वाह गरिदिनु भयो, त्यसको लागि पनि म यहाँलाई हार्दिक नमन गर्न चाहन्छु। एउटा जुन बच्चालाई यहाँले जन्म दिनुभयो, जन्म पश्चात यहाँले ताते गरेर हिँड्न सिकाउनु भयो, बोल्न सिकाउनु भयो र राम्रो शिक्षा प्राप्त गर्नको लागि स्कुलमा पठाउनु भयो। त्यस कारणले यहाँको त्यो जुन मन हो त्यो मनलाई मैले स्वागत पनि गर्न चाहन्छु। र बच्ची जुन कक्षा 10 का मात्रै नभइकन जुन अहिले 9 सम्म के अरे नर्सरीदेखि 9 सम्म जुन अरू पनि यहाँ रहनुहुन्छ, उहाँलाई पनि हामीले विभिन्न किसिमका गतिविधिमा समावेश गरेर उहाँलाई एउटा राम्रो विद्यार्थी उत्पादन गर्ने उद्देश्यका साथ यो स्कुलमा हामीले शिक्षा प्रदान गरिरहेका छौँ। आजको आधुनिक युगमा टेक्निकसँग चाहिँ जुझ्न सक्नु पर्यो भन्ने भनाइ राख्दै अब म यहाँहरूबाट बिदा हुन चाहन्छु। जय श्री कृष्ण। धन्यवाद यस कार्यक्रमका प्रबन्धन तथा प्रमुख अतिथि जसले ल्याइदिदी नभए तापनि सम्पूर्ण विद्यार्थीको बारेमा राम्रो सोच विचार र भावी जीवनको बारेमा राम्रो सन्देश दिएर यस ठाउँबाट बिदा हुनुभएको छ। सर्वप्रथम आदरणीय यस सभाका सभाध्यक्ष महोदय, अभिभावक वर्गहरू, अतिथि, प्रमुख अतिथि तथा हाम्रो विद्यालयमा अभिभावकको कर्तव्य निर्वाह गर्दै सद्मार्गमा डोर्याउने हाम्रा गुरु र गुरुआमाहरू र सम्पूर्ण कक्षा 10 र 9 का साथी तथा भाइ बहिनीहरूमा म रेणुबीसीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज म यहाँ उभिँदै गर्दा खुसी पनि छु साथै दुखी पनि। खुसी यहाँ यत्रो कार्यक्रममा उभिएर केही भन्न पाउँदा र दुखी यस विद्यालयबाट सदाका लागि अलविदा भन्दा मनमा साँच्चै नै चिसो बसेको छ। अन्ततः आज त्यो दिन आइसकेको छ जुन दिनले हामीलाई रुवाउँदैछ। हामी यस दिनका लागि धेरै अघिदेखि तयारी गरिरहेका थियौँ होला, तर आज यस आँगनमा हाम्रो मित्रता टुट्दैछ। यही प्राङ्गणमा नै हामी रिजल्टको दिनमा अब के होला भन्दै ढुकढुकी मानेर बसिरहन्थ्यौँ भने अहिले म यसरी भन्न सक्ने भएको छु। घुम्नलाई त हामीसँग सारा दुनियाँ होला, तर हाम्रो कक्षा 10 मा भएको शैक्षिक भ्रमण बसबाट पोखरा तथा घान्द्रुकसम्मको त्यो यात्रा एकदमै मिठो थियो। सानोमा केही वर्ष अघि मात्र हामी बच्चा थियौँ, स्कुल आउन मन लाग्दैन थियो। अहिले यस विद्यालयलाई छोडेर जान मन छैन। सानोमा हामी अर्कासँग कति अनजान थियौँ, अहिले एक भएका छौँ। अब ती सम्पूर्ण सम्झनाहरू सम्झनामा नै सीमित रहने भए। त्यो समय न त तिम्रो थियो न त मेरो थियो, त्यो समय सब हाम्रो थियो। सुनेको थिए बगेको खोला फर्कदैन, समयले कसैले पर्खिँदैन। तर आज समयलाई रोक्न मन लागेको छ, तर समय परिवर्तनशील छ। हामीले यसको पालना गर्नै पर्छ। आज यस विद्यालय छोडिरहँदै गर्दा मेरो दैनिकी नै परिवर्तन भएको जस्तो मलाई लागिरहेको छ। धेरै यादहरू मनमा राखेर अब यस विद्यालय तथा सम्पूर्णलाई छोड्ने बेला आइसकेको छ। 12 वर्ष अघि मात्र हामी आँखाभरि सपना अनि झोलाभरि कापी किताब ल्याएर आएका थियौँ। ती सपनालाई उडान भर्ने काम यस विद्यालयले गरेको छ। यस विद्यालयले हामीलाई मनमा आँट, साहस र तनमा जोस जागर दिएको छ। यत्रो 12-13 वर्षसम्मको अवधिमा हामीले तपाईँले जानी अनजानी, तपाईँ सम्पूर्ण शिक्षकहरूलाई जानी अनजानी धेरै दुःख दियौँ होला, बदमासी पनि गऱ्यौँ होला, तर त्यसका लागि म सम्पूर्ण कक्षा 10 कै तर्फबाट यहाँहरूमा माग्न चाहन्छु। सैद्धान्तिक भन्दा पनि दक्ष गुणस्तरीय मानव स्रोत उत्पादन गर्न यस विद्यालय सदैव प्रयासरत रहेकै कारण यस विद्यालयप्रति हामी सम्पूर्ण गर्वानुभूति महसुस गर्छौँ। हामीलाई यस विद्यालयले फिजिक्सको न्युमेरिकल मात्रै सल्भ गर्न सिकाएको छैन, हामीलाई जीवनमा आउने सम्पूर्ण घटनाहरूसँग जुझ्ने साहस प्रदान गरेको छ। हामी ज्ञानका भोका थियौँ, यस विद्यालयले हामीले आफ्नो काखमा च्यापेर ज्ञान भरिदिएको छ। म कक्षा 10 के प्रतिनिधित्वमा हामीले यहाँ सिकेका ज्ञानहरू
आफूभन्दा सानालाई सिकाइ व्यवहारमा उतार्ने छौँ र सफलताको शिखरमा नपुगेसम्म थाक्ने छैनौँ भन्ने विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु। त्यसै गरी यो 13 वर्षसम्म साथ दिने मेरा सम्पूर्ण साथीहरू, हामी सँगै खेल्यौँ, रमायौँ, कहिलेकाहीँ सानोतिनो मनमुटावहरू भयो होलान्। तिनी मनमुटावलाई यहीँ फालेर हामी सम्झनालाई मुटुभरि लिएर यहाँबाट आज बिदा हुँदैछौँ। जो जहाँ गए पनि हाम्रो एक अर्काप्रति माया, ममता, विश्वास र लगाव कहिल्यै नछुटोस्। यहाँहरू सम्पूर्णलाई देशको ठुलो ठुलो पदमा देख्न पाइयोस् भन्ने मेरो चाहना रहेको छ। साथै कक्षा 9का भाइ बहिनीहरूलाई यस्तो राम्रो कार्यक्रम सञ्चालन गरिदिएकोमा धन्यवाद दिँदै यहाँको उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। Back to the 90s. Now, what is in there?
Biar kita mulia boy.
छिमेकी गराउँथे चारो आजको कथा छ तर मनले मेरो बाल्यकालमै पुकार्यो खोजिरहेको छ तिमीहरू यसै जुवानीले कहाँ बुझायो बाटो बेग्लै तर भेट्नेछौँ हामी राख्नु पर्दैन भो
Come on. यो डान्स गरेर यो गीत लगाएर राख्नु बोला न Hey, hey, hey.
लहरेबाट सर्दिन छुट्टीमा आएको तिम्रो सर्दिन दिलभित्र छुपाएको तिम्रै माया लाग्छ सर्दिन ए सर्दिन 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 जौलारेलीमा सरर गोर्खा पल्टन जौलारेलीमा सरर गोर्खा पल्टन जौलारेलीमा सरर गोर्खा पल्टन You're not
संस्थामा गएर कुनै अफिसमा सरकारी कार्यालयमा गएर कुनै के अरे यो निजामती प्लस यो सुरक्षाकर्मीतिर गएर राम्रो ठुलो पोस्टमा देख्न पाऊँ भन्ने अभिलाषाका साथ म तपाईलाई यो मायाको चिन्ह प्रदान गर्दैछु।
अब तपाईँले सबै कुरालाई स्कुलका गतिविधिलाई सरलताका साथ स्वीकार गर्नुहुनेछ र स्कुलको जुन आउँदा जाँदा तपाईँलाई जुन अप्ठ्यारो चाहिँ पारियो, तपाईँलाई सङ्कटमा पारियो, कहिलेकाहीँ ठुला मतलब शब्दले तपाईँलाई बेइज्जत गर्ने होला है, अपमानित गर्ने होला, तिरस्कृत गर्ने होला, ती तपाईँको लागि स्कुलको लागि अभिभावकको लागि मैले कर्रा शब्दहरू प्रयोग गरेँ होला। ती शब्दहरूलाई तपाईँले फिर्ता लिनु होला होइन। मैले पनि अब भोलिका दिनदेखि तपाईँहरूलाई एउटा अभिभावकको रूपमा चाहिँ हेर्दैछु मैले है। हुनसक्छ तपाईँ भोलि नेपालबाट फेरि आउनुभयो भने अभिभावकको रूपमा पनि स्वीकार्दछु। तपाईँले म यो स्कुलको एउटा होनहार विद्यार्थी एउटा शिक्षक तर हामीहरूले जहिले पनि तपाईँहरूको प्रगतिको शुभकामना दिँदैछु भन्दै यहाँको आउँदै गरेको एसीमा उत्कृष्ट नतिजा आओस् भन्ने शुभकामना दिँदै म मायाको सिंह हस्तान्तरण गर्दैछु है त। धन्यवाद। "12 years, many chapters, many memories. Time to turn the page and start a new story. Happy farewell, Class 10. Best wishes for the SEE exam, from SKBS family."